अरे बुवा के भयो धेरै हान्यो धेरै हान्यो भयो के दौडै हान्यो उठाएर हान्यो धेरै धेरै हान्यो यति हान्यो उसले हान्यो सबैले हान्यो सबैले भयो के फोटो खिचाउन गएको थिएँ बसमा आउँदै थिएँ त्यो बसवाला हरामीले यस्तरी ब्रेक हान्यो कि म सिधै अर्को सिटबाट त्यो आइमाईको सिटमा बसेँ अनि त्यो आइमाईले पुरै गाल लाल बनाइदियो त्यसपछि मेरो फोटो त्यहाँ त्यसको सिटको मुनि खस्यो मैले भने कि बहिनी त्यो साडी उठाउनुहोस् म एउटा त्यो फोटो लिन्छु भनेको कसैले पनि मलाई एउटाले पनि नछोडेर हान्यो गाडी माथि गर्नुहोस् फोटो लिनु छ फेरि त मार्छन् त अनि बुवा कसैलाई त थाहै थिएन कि के भयो भने कि मलाई नहान म एकदम दुखाइ फिल गरिरहेको छु भनेको भन्ला छन् कि यसलाई अरू हान भनेर अरू गोद्यो मलाई गोदै गर्यो सबैले हानिरहेछन् म पनि हात तताउँछु भनेर अरूले पनि हानिदिए ल छोडिदिनु जे भयो पनि भयो छोडिदिनुहोस् अब शान्त रहनुहोस् बच्चा थियो उसले त मेरो त्यहाँ भन्न पनि सक्दैन त्यहाँ मुक्का हान्यो मुट्कीले हान्यो त्यहाँ त्यो तिनीहरू सबैको चोट भन्दा त्यो मुक्काको असर अहिलेसम्म छ मेरो के भन्ने हजुर बस्नुहोस् हजुर बस्नुहोस् तेरो मम्मीलाई नभने चाहिँ नत्र तेरो मम्मीले फेरि कुट्छे तेरो मम्मीले पनि कुट्यो भनेपछि सक्यो अनि त नबताउनु है तेरो मेरो बिचमा मात्रै हो कुरो नबताउनु कसैलाई नबताउनु है बताउँदैन मम्मीले बताउँदैन